यस श्री अर्जुनधारा माविमा यतिखेर पुरस्कार वितरण हुँदैछ। हेड मेडम श्री वेदमाया निरौलाज्यूले उद्घोष गरेपछि नानी बाबुहरू पुरस्कार लिन आउनु हुँदैछ। यहाँका विद्यार्थीहरूले विभिन्न क्षेत्रमा जित हासिल गरेर पुरस्कार हाता पार्नु भएको छ। उहाँहरूलाई आगामी दिनहरूमा पनि अझ बढी सफलता मिलोस् भन्ने कामना गरिएको छ। यहाँका नानी बाबुहरूको अनुहारमा आशा र मुस्कान देखिन्छ। पुरस्कारमा एउटै व्यक्तिले पनि दोहोर्याएर पाउनु भएको छ। अरू साथीहरू भन्दा अलि बढी पुरस्कार शिवानी दनुवालले हात पार्नु भएको छ। उहाँले पुरस्कारहरू अलि बढी पाएर अलि अनुहारमा बढी अरू साथीहरूको भन्दा बढी मुस्कान देखिन्छ। यो पुरस्कारले गर्दा आगामी दिनहरूमा नानी बाबुहरूलाई धेरै हौसला मिलोस् भन्ने अपेक्षा गरिएको छ। नानीले धेरै पुरस्कार लिएर बस्दै हुनुहुन्छ। शिवानी दनुहालले अरू साथीहरूले भन्दा उहाँका सामु अलिक बढी कपी देखिन्छ र खुसी पनि हुनुहुन्छ।